सुतिरहेको थिएँ। राजेश राजेश भन्यो है, को रहेछ भनेर फेरि उठेन। फेरि बोलायो, किन उठायो किन बोलायो भनेर यसो आमाले जुरुकुटेर त केटोले त रुममा त भत्र गोल बनाएर भाँडा मैलो मचाएर त्यो बुढा मान्छे जस्तो के हुने गरेर गरिरहेको रहेछ। न्यु इयरको दिन नै थियो, अब छुट्टीको दिन नै थियो होइन। के रहेछ भनेर ट्याक्क लाएर चाहिँ यसो टेस्ट गर्नु परेन। समातेको पोलेर पतत्त पोल्यो, तातो तेल तातो है, ल नि त तातो भयो भने खाइदिन्छु भनेर एक पिस लिएँ। एक पिस लिएर कपटुएको त ए आमा के साह्रो तातो वे आम्मामा भने तातो भयो भने जबरजस्ती खाएँ। जबरजस्ती खाएको मिठो बनाएर चाहिँ केटोले है, टक्क लाएर नुनिलो टक्क मरमसला हालेको ट्याक्क मिठो बनाएर चाहिँ एउटाले पुगेन, अर्को एउटा खान्छ नि त भनेर फेरि अर्को एउटा भाँचेँ, पर्याप्प भाँचेँ। अनि अर्को एउटा पनि फेरि यो पनि टेस्ट गर्छु भनेर त्यो पनि टक्क खाएँ। आहा कति मिठो फ्रेस भयो क्या, म त निन्द्रामा चाहिँ फ्रेस भयो। त्यसपछि त आहा ल ल ठिक छ दामी बनाएको छु भने होइन मनले। ऊ पनि फेरि खाएको खाइ ल, उसलाई त झन् कसले सक्नु, खानै जन्मिया यस्तो मान्छे त मैले लाइफमै देखाएन क्या। खाना भनेपछि त आफ्नो ज्यानै फाल्ने क्या, ज्यान धरापमा राख्नु परोस् बरु खाना भने पछि नहट्ने। एउटा हातले चलाउने, अर्को हातले बनाउने, अर्को हातले खाने। मान्छेको दुईवटा हात हुन्छ, उसो 4 हात भएको क्या। खान्छ ल तिम्रै हो खाऊ भने बनाएको छ केटोले, अब खानै बनाएको त होला नि होइन। अब इन्जोय गरोस्, रमाइलो गरोस् होइन भनेर म चाहिँ अब ट्याक्क लाएर अब हेरेँ, दायाँ बायाँ यसो हेरेँ के बनाएको छ भने यसो हेरेको बन्दैछ भने बन्दै रहेछ, खाँदैछ उसले, अब के गरौँ भनेर म हेरेपछि अब म चाहिँ ध्यान पुग्दैन, नाक भगवान् प्लिज। अनि फेरि म चाहिँ अब नुहाउनु पऱ्यो नि त होइन, निन्द्रामै थियो नि त। एक बिसाको हल्का फ्रेस भयो, अनि ब्रस रेडी गरेर ट्याक्क लाएर म चाहिँ ल म नुहाउन जान्छु, तिमी ट्याक्क लाएर चाहिँ तिमी चाहिँ बनाऊ भने नुहाउन छिरेर हेरेको त अझै खाइरहेको चाहिँ ल म खाली छैन, नखाऊ न यार प्लिज यार, सँगै खानु पर्छ दुईजना भनेर मुटु पोलिसो मेरो। खानालाई छोड्दैन, खानै नपाए त किरो रहेछ क्या, खानै नपाए त किरो भगवान्। ल अब के भयो नि त, अब खाओस्, अब आफूभित्र छ फेरि सुन्ला कति जति खाए नि पुग्दैन मलाई भने। अनि नुहाएर म पनि फ्रेस भएर हिरो भएर क्या टक्क चाहिँ शाहरुख खान भएर निस्केर हेरेको त नयाँ आइटम अर्को बनिरहेको छ। के बनायो भनेर सोधेको, मसरुमलाई के गरेर बनाएर उसको स्टाइल होला होइन। ऊ पनि फेरि खानै छ। ए आमा यस्तो मान्छे देखाएको थिएँ हजुरहरूले कहिले। फेरि सालोलाई बोलाएको थिएँ मैले, टक्क सालो आउनुभयो। आएर चाहिँ म त भ्याउँदिनँ भेना, म त जान्छु, म त